ल है साथीहरू म चाहिँ पुरै यो जङ्गलतिर पुरै सफारी हान्ने खालको यो साइकल के आइट खोइ अगाडि बढ्दैन रहेछ आमा यो साइकल नगुड्ने रहेछ यार यतातिर फेरि यस्तो छ हौ पुरै आमा हो यो हो नि त तरिका नसक्ने नै छौ आफ्नै वेटलाई पनि उठाउने ल मैले बिहान हो त गरेको तल हात लामो भयो पो ल मलाई देखाऊ त तपाईँ देशमा गर्नुहुन्थ्यो नि ए त्यो आमामा बिहान मैले यही गरेको यस्तो समाउने ठाउँमा ऊ थिएन कि त्यहाँ चाहिँ प्लास्टिक झन्डुक छ न आमामा ए मर्छ हौ यस्तो पातो पातो दुखिसक्यो यार यताको चाहिँ के बनाएर छ यो त्यो घुमाउन भाइ घुमाउन त्यो घुमाउने हो क्या ए यहाँनिर चाहिँ उ रहेछ त यो चाहिँ चिनअप गर्ने ठाउँ रहेछ है ल है साथीहरू यस्तो राम्रो ठाउँमा आइपुगेछ है हामी डाँडामा ल यो एरियामा यतातिर पुरै सोइमेन पर्छ है सोइमेन यो एरियामा चाहिँ यताको भाग चाहिँ पुरै छङ्जु होइन छुङ्जु जाने ठाउँ हो यस्तो छ हामी चाहिँ डाँडामा आइपुगेछौँ यहाँ सबै एक्सर्साइज गर्ने ठाउँ पनि रहेछ यस्तो ल है ल हान्ने यो पाइप चाहिँ के को लागि रहेछ त फेरि पहिला हामीले साइकल गुडाउँथ्यो यार यस्तो पाइपको ए यो माथिबाट उस गर्ने ठाउँ पनि रहेछ नि त नि ए एकदम यो देखाउ त यो पनि गरी हेरौँ ट्याक्क देखाइदेऊ त च्याम्पियन म्यान हरेक अजिबको छ यहाँनिर एक्सर्साइज गर्ने ठाउँ रमाइलो छ नि हाम्रो आन्टी पनि आएको रहेछ त गयो त बुढो त्यहाँ हान र त्यो भने उचालिहाल ल उचाल न त्यति नडराइ हुन्छ क्या त्यहाँनिर दुईवटा स्टेप छ नि त अनि केही गरी तिमीले झाऱ्यौ भने पनि तिमीले केही गरी झाऱ्यौ भने नि यो दुई स्टेप छ क्या यो स्टेपमा ठ्याक्कै अड्किन्छ क्या तिम्रो छाती त योभन्दा माथि त छैन योभन्दा मुनि नै छ त्यो हो क्या हो यस्तरी हान्ने हो नि त खतरा निन्द्रा लाग्ने भयो आज चाहिँ साथीहरूलाई एकैचोटिमा गायो त्यसरी गर्नु छ 30 किलो चाहिँ यसरी उठाउँदा चाहिँ गरुङ हुने रहेछ क्या सुरुमा चाहिँ 5 केजी 10 केजी देखि पठाउनु जाने हामीले चाहिँ सुरुमा अब कहाँ यो 15 केजी छ नि 15 30 ए 15 तर यसरी उठाउँदा चाहिँ गाह्रो हुने रहेछ भने टोटल चाहिँ 15 केजी होला यो दुईजना गरेर होइन यो 15 त्यही पनि दाजु यसमा आयो भने त पिच्चिन्छ पिच्चिँदैन पिच्चिन्छ किन नपिच्चिनु भाइ 15 केजी छ यो भन्दा त हाइट छ नि यहाँ त अलि होइन तिमीलाई त्यसो लाग्यो हो पिच्चिँदैन अनि यतिकै उचाल्दै चाहिँ थाहा पाइन्छ त अनि हैन उ 30 किलो भन्दा चाहिँ बढी छ यसरी उठाउन सकिन्छ यसरी उठाउँदाखेरि चाहिँ गाह्रो हुन्छ रहेछ यो त ल एकैचोटिमा खै त म उचाल्दिन्छु ल एकचोटि म ट्राई गर्दै उल्टोबाट यसरी चाहिँ गाह्रो हुन्छ कि यसरी माथि उचाउन हैन हामीले यसलाई यसरी उचाउन हामीले त्यसरी गाह्रो नहुने हो यो यसरी गर्नु लाग्दैन आई विल ट्राई अलि अगाडि अलि पछाडि जानुपर्छ ओ त्यति दाजु राम्रोसँग लादो पिच्छे यसरी उठाउन गरौँ हुने रहेछ कि
यहाँ चाहिँ समाउने हो किन बराबर उता हात पुग्छ के दुईटैको ब्यालेन्सै मिलेको छैन त ट्याक्क ब्यालेन्स मिलाउनु सक्नुपर्छ कि होइन गरौँ छ यसरी नै फेरि यसरी उठाउनु न यसरी उठाउन सकिन्छ तर यसरी उठाउनु चाहिँ गाह्रो हुन्छ कि त्यो नगरेको हो कि त्यट गाह्रो रहेछ ल अब जाउँ है हामी त्यो पाइप चाहिँ के गोलो बनाएको यसो गर्नु यो चुरोड खाने होला हौ खोलिहेर्नु न केही ए लेखेको छैन नखोल्दो रहेछ होइन उता केही लेखेको छैन खै मान्छे बसेको जस्तो उयोहरू छ त्यहाँ फायर लेखेको छ कि ऊ